साथीहरू, हामी चाहिँ गुम्पाबाट आएर पनि पर दोकान जाँदै गरेको है, छोरी म अनि यतापट्टि बहिनी। अहिले चाहिँ निकै रात पर्ला जस्तो भएछ है, इभिनिङ वक पनि हुने। यसो जाउँ न वक गर्दै भनेर चाहिँ तीनजनालाई लिएर गएको साथीहरू, पर दोकान गएको हामी चाहिँ है। हेर्नुहोस् यो गुराँसे डाँडा तपाईँहरूले सधैँ देखिरहनु भएको है, सबैतिर लाइटहरू बलिसक्यो है। इभिनिङमा हिँड्नुको मजै अर्कै हुन्छ, कस्तो मजा आउँछ है साथीहरू। त्यस्तै छ, गुम्पामा लामा परेको सुनिराखेको छ होइन। अनि हामी चाहिँ गुम्पाको सिधा मुनि हो नि त, यहाँदेखि सिधा माथि पर्छ गुम्पा चाहिँ। लाइटहरू बलिरहेको छ हो, डेकोरेसन गरेको झिलिली भोलिको लागि। सो हामी चाहिँ ऊपर दोकान जाँदै गरेको साथीहरू, हेर्नु हवस्। बाटोमा छौँ, यहाँ दुईजना चाहिँ खै के